यो बिरुवालाई हामी कालान्चोए भन्छौँ। हामीले कालान्चोए भने पनि अमेरिकन र ब्रिटिसले चाहिँ कालान्कोए भन्दो रहेछ। यो माडागास्करबाट संसारभरि फैलिएको बिरुवा हो। त्यसैले नेपालमा पनि उतैबाट आएको हो, विदेशबाट नेपालमा आएको हुनसक्छ यो बिरुवा। यो चाहिँ अलि गर्मी ठाउँमा, घाम भएकै ठाउँमा हुर्कन्छ। मसँग आधा दर्जन जति यसको बिरुवा छ। यो चाहिँ दिदीले ल्याइदिनु भएको बिरुवा हो, 4-5वटा। अनि अरू केही पनि थियो, त्यो चाहिँ मर्यो। यो बिरुवा बर्खामा चाहिँ अलिक कम हुर्काउन गाह्रो हुन्छ। बर्खामा चाहिँ होस्, बर्खामा चाहिँ अलिक कमै हुर्किने हो, पानी कम चाहिन्छ। यो घाममा राम्रैसँग हुर्किन्छ। यो एकपटक फुलेपछि 1 महिना लगभगसम्म यसको फुल चाहिँ बसिराख्छ, टिकिराख्छ। निकै राम्रो बिरुवा, फुल चाहिँ निकै राम्रो छ यसको। र अब यो फुल्ने सिजन सुरु हुन लागिसकेको छ। घाम पुगेको ठाउँमा कतै कतै फुल्न सुरु भइसकेको छ होला। मेरो पनि कुनै कुनै फुल्न सुरु गरेको छ, कोपिलाहरू लाग्दैछ। यहाँहरूसँग कालान्चोएको कुनै बिरुवा छ भने कालान्कोए मलाई पनि उपलब्ध गराउन् न है।